नेपालले इटालीसँग किन हार्यो? अघिल्लो खेलमा इङ्ल्यान्डसँग राम्रो प्रदर्शन गरेको नेपालले इटालीसँग लज्जास्पद हार बेहोरेको छ। इङ्ल्यान्डसँगको गेममा बहुत धेरै प्रशंसा पाएको नेपालले इटालीसँग बहुत लज्जास्पद हार बेहोरेको छ। नेपालले 20 ओभरको खेल समाप्त हुँदा 123 रन बनाएको थियो भने इटालीले त्यो लक्ष्य 12.4 ओभरमा बिना विकेट क्षतिमा पुरा गरेको थियो। अब हेरौँ नेपालको ब्याटिङ कार्ड है त। नेपालको ब्याटिङ कार्डमा सुरुवाती ओपनर्स ब्याट्सम्यानहरूले 3-4 जनाले डबल डिजिट फिगरमा स्कोर बनाए पनि मिडल अर्डर भने राम्रोसँग एङ्कर नलिएर स्टेजमा टिक्न सकेन। मिडल अर्डर ब्याट्सम्यान र टेल एन्डर्सले राम्रोसँग स्ट्राइक रोटेट गरेनन् भने राम्रोसँग इनिङ्समा टिक्न पनि सकेनन्। करण केसीले 11 बलमा 18 रन बनाए तर उनलाई साथ दिने कोही पनि भएन। त्यसैले 123 रनमा नेपाल अल आउट भयो। अब लागौँ हामी इटालीको प्लेयरहरूको एउटा डिटेल्स छ। उनीहरू कत्तिका बलियो प्लेयर रहेछन्, उनीहरू कतिको इम्पोर्टेन्ट प्लेयर रहेछन्, अरूहरूको एक्सपिरियन्स के छ त, यो सबै कुरा हेर्न हामी लागौँ है त अब। वेन ली म्याडिसन उनले विश्वका विभिन्न डिफ्रेन्ट लिगहरू खेलिसकेका तपाईँ यहाँ देख्न सक्नुहुन्छ। पाकिस्तानको पिएसएल, आबुधाबीमा अनि त्यसपछि साउथ अफ्रिकामादेखि लिएर लन्डनमा डिफ्रेन्ट लिग खेलिसकेका छन् उनले। अर्को प्लेयर छन् जुन जे स्मथ भन्ने छन्, उनले पनि डिफ्रेन्ट साउथ अफ्रिकामा डिफ्रेन्ट लिगहरूदेखि लिएर सनराइजर्स इस्ट केप अनि सेन्ट किटन नेभिड क्यारिबियनको लिग हो अनि त्यसपछि इङ्ल्यान्डको डिफ्रेन्ट लिगहरू पनि खेलिसकेका छन्। अर्का प्लेयर छन् यिनी थोमस ज्याक ड्राका, उनले पनि ब्राम्पटन वल्भ्स भनेको एउटा क्यानेडियन टी20 लिग हो अनि एमआई इमिरेट्स भनेको एउटा मुम्बई इमिरेट्स जुन चाहिँ दुबईमा यो गेम हुन्छ, यो दुबईको टी20 लिग हो, त्यो खेलिसकेका छन्। त्यसपछि आउँछन् बेन्जामिन एन्ड्रयू म्यानेटी, उनले पनि एडलेटिक स्ट्राइकर्स भनेको एउटा चाहिँ तपाईँको बिग ब्यास लिगमा अनि अस्ट्रेलियाको डिफ्रेन्ट लिगहरूमा मोन्ट्रियल टाइगर्स तपाईँको क्यानाडाको लिगमा डिफ्रेन्ट गेमहरू खेलिसकेका छन्। अर्का प्लेयर छन् मार्कोस क्याम्पोपियानो, उनले पनि डिफ्रेन्ट लिग गेमहरू खेलिसकेका छन्। अनि तपाईँको क्रिस्चियन कालुगामागे, यो चाहिँ श्रीलङ्काको एकदमै राम्रो स्पिनर बलर छन् भने अर्को ग्रान्ड स्टुअर्ट, यिनी पनि डिफ्रेन्ट टिमबाट डिफ्रेन्ट लिगहरू खेलिसकेका छन्। त्यसैले इटली एकदम एज अ टिम राम्रो टिम थियो, एकदम एक्सपिरियन्स टिम थियो। एज अ टिम उनीहरूले चाहिँ पहिला धेरै गेम नखेलेको भए पनि एज अ टिम इन्डिभिजुअल लेभलको एक्सपिरियन्सले यो चाहिँ एकदम राम्रो टिम हो। इटलीले अरू टिमहरूलाई पनि यो वर्ल्ड कपमा अपसेट गर्न सक्छ। त्यसैले हामीले नेपालले आई थिङ्क इटलीसँग हार्नु आई थिङ्क इट वाज अ बिग अपसेट, बट एट द सेम टाइम यो धेरै इम्पोसिबल पनि थिएन। हामीले यसको ब्याकग्राउन्ड राम्रोसँग नबुझेर हामीले डिफ्रेन्ट रियाक्ट गरिरहेका छौँ, तर एज अ ओभरअल टिम इन्डिभिजुअल प्लेयरहरू चाहिँ इटालीको एकदम राम्रो ग्रुप थियो। बलिङतर्फ भने नेपालका दिपेन्द्र सिंह ऐरीले कम रन दिए पनि बाँकी सबै बलरहरूलाई इटलीका 2 जना ओपनर ब्याट्सम्यानले सजिलैसँग खेल्न सफल भएका थिए। आई थिङ्क नेपालको बलिङमा राम्रोसँग भेरिएसनहरू थिएन। हामीले 2-4 वटा नाइस बल फालेर स्पिड भेरिएसन गरेर ब्याट्सम्यानहरूलाई बेट गराउने अथवा क्याच आउट गराउने, रन आउट गराउने, यो सबै भेरिएसनहरू हामीले ट्राई गरेनौँ। आई थिङ्क त्यो किन भयो भन्दाखेरि चाहिँ इटलीको एज अ टिम गेम हामीले खासै स्टडी गर्न पाएका थिएनौँ। त्यसैले उनीहरूको स्ट्रेन्थ विकनेस के छ हामीले राम्रोसँग त्यो स्टडी गर्न नपाएको भएर आई थिङ्क यो गेम चाहिँ नेपालले राम्रोसँग वेल प्रिपेयर्ड भएर खेल्न पाएको थिएन। अनि सोसियल मिडियाको हाइप चाहिँ के थियो भन्दा इटली एकदम सानो टिम हो, इटली नयाँ टिम हो, हामीले इजी जितिन्छ भन्ने हाइपका कारणले पनि नेपालले टिमलाई लाइटली लिएको पनि हुनसक्छ। त्यसैले हामीले यो गेम हार्न पुग्यौँ। यस्तै वेल एक्सपिरियन्स 2-3 वटा देशहरूसँग हामीले चाहिँ रेगुलरली एउटा सिरिजहरू खेल्न पायो भने अनि यस्तो चाहिँ तपाईँको एकदम एन्ड मोमेन्टहरूमा, यस्तो चोकिङ मोमेन्टहरूमा, एकदम प्रेसर मोमेन्टहरूमा हामीले चाहिँ बेटर डिसिजन मेकिङ गऱ्यो भने फ्युचरमा आई थिङ्क यो राम्रो टिम हुनेवाला छ। सो वी गोना बी भेरी इम्प्रुभिङ इन द फ्युचर है त।